पार्टीको विरुद्धमा, त्यस्ता शक्तिहरूको विरुद्धमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अग्रिम पङ्क्तिमा गएर त्यसको विरुद्ध जुझ्न निरन्तर रूपमा चाहिँ सङ्घर्षशील छ। त्यसको विरुद्ध हामीले चाहिँ सङ्घर्ष गर्दै आएका छौँ र आउने दिनहरूमा पनि गर्दैछौँ। त्यसो हुनाले अब यो चाहिँ एउटा जुन प्रतिज्ञा लिइसकेको उठाएका कुरा हो त्यसपछि होइन, यो व्यवस्थालाई ध्वंस गरेर हामी नयाँ जनवरीबाट योभन्दा अग्रगामी कुरामा ल्याउनु। आज के भनिन्छ भने गणतन्त्र आएर देश खतम भयो भन्छ। गणतन्त्र नआउँदा पनि त देश खतम भयो, त्यही खतम भयो, राजाले सकिन भने हामी थालेकै हो। त्यसो भए पनि गणतन्त्र भन्ने कुरा पनि सापेक्षिक हुन्छ। यो दुई खालको छ, एउटा पुँजीपतिहरू बुढाहरूको गणतन्त्र छ, एउटा किसानहरू मजदुरहरूको गणतन्त्र। नेपालमा आएको गणतन्त्र बुढाहरू, पुँजीपतिहरू, दलाल पुँजीपतिहरू, नोकरसाही पुँजीपतिहरू, सामन्तहरू, तस्करहरू, घुसखोरहरूको गणतन्त्र। यहाँ किसानहरूको मजदुरहरूको गणतन्त्र होइन। त्यस कारणले हामी त्यो बुर्जुवा गणतन्त्रलाई ध्वंस गर्न चाहन्छौँ, बुर्जुवा गणतन्त्रलाई हामी समाप्त पार्न चाहन्छौँ र त्यसको ठाउँमा जनताको गणतन्त्र जसलाई नयाँ जनवरी गणतन्त्र भनेर भन्छौँ त्यो स्थापना गर्न चाहन्छौँ। त्यो हाम्रो पार्टीको नीति यस प्रकारको छ। यसको साथमै नेपालमा वर्गीय शोषण र उत्पीडन मात्र होइन, यहाँ लिङ्गीय उत्पीडन पनि छ, यहाँ जातीय उत्पीडन पनि छ, क्षेत्रीय उत्पीडन पनि छ। त्यस कारणले नेपाल जस्तो यस्तो विभिन्न बहुभाषा, बहुजातीयता, जाति, बहुधर्म यस्तो भएको ठाउँमा हामीले के कुरा गर्छौँ भने नेपालमा सङ्घीय प्रणाली आवश्यक छ। तर अहिलेको जस्तो सङ्घीयताको स्वरूप एकात्म तर नाम मात्रै सङ्घ राख्ने खालको चाहिँ सङ्घीय प्रणाली होइन। साँच्चीकै पहिचान र सामर्थ्यको आधारमा सङ्घीय प्रणाली अपनाउनुपर्छ भन्ने हाम्रो पार्टीको दृढ मत छ। त्यस कारणले हामी आम जनसमुदायहरूलाई यो प्रकारको सङ्घीयता होइन, पहिचान र सामर्थ्य सहितको सङ्घीयताको पक्षमा एकजुट हुन पनि हाम्रो पार्टी आम जनसमुदायमा आह्वान गर्दछ। अब म तपाईँहरूलाई राजनीतिक पार्टीको विषयमा थोरै कुरा राख्न चाहन्छु। अब नेपालमा धेरै राजनीतिक पार्टीहरू छन्। नेपाली काङ्ग्रेस सबैभन्दा पुरानो राजनीतिक पार्टी हो। यसबाहेक अरू थुप्रै यहाँ पार्टीहरू चाहिँ छन् र ती पार्टीहरूमध्ये नेपाली काङ्ग्रेसले स्पष्ट रूपमा के भन्छ भने त्यो चाहिँ पुँजीपति बनाउने पार्टी, यसको निम्ति हामीले केही भन्नु छैन। तर म यहाँ थोरै कुरा के कुरामा राख्न चाहन्छु भने यहाँ अहिले हामी यहाँ भाषण गर्दा यहाँ नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रमुख अध्यक्ष नै प्रधानमन्त्री हुनुहुन्छ। त्यस्तै गरेर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पार्टी संसदमा प्रमुख प्रतिपक्ष छ। यो संसदीय व्यवस्थामा सत्तामा पनि सरकारमा पनि कम्युनिस्ट पार्टी र प्रतिपक्षमा पनि कम्युनिस्ट पार्टी, यस्तो अवस्था संसारमा कहीँ प्रायः पाइँदैन। तर यो देशमा त्यति, तर यो वास्तविकता के हो त? सरकारमा पनि प्रतिपक्षमा कम्युनिस्ट हुँदाहुँदै यहाँका चाहिँ किसानहरू, मजदुरहरू, गरिबहरूको जीवनमा किन परिवर्तन आउनु भनेको यसको वास्तविक चाहिँ कुरा के हो भन्नुहुन्छ भने यी ठुला आफूलाई कम्युनिस्ट पार्टी भन्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र यो वास्तवमा कम्युनिस्ट पार्टी होइन। यी नामका कम्युनिस्ट पार्टी हुन्, कामका चाहिँ यी के हुन्छ भन्दाखेरि दलाल पुँजीपतिहरू, नोकरसाह पुँजीपतिहरू, तस्करहरू, बिचौलियाहरूका कारिन्दामा तिनैको हकमा काम गर्ने पार्टीमा यिनको विषयमा एक उदाहरण दिन सकिन्छ, धेरै उदाहरण दिन सकिन्छ। तर हाम्रो यो कौनसभामा धेरै कुरा गर्न हामीलाई यहाँ समय छैन। त्यसो भए हुनाले यस्तो पार्टी जुन पार्टीले जमिनदारहरूको पक्षमा, पुँजीपतिहरूको पक्षमा, सुदखोरहरूको पक्षमा, ब्याङ्कखोरहरूको पक्षमा, पुँजीपति वर्गको पक्षमा काम गर्छ, त्यो पार्टीलाई कम्युनिस्ट पार्टी भन्न सकिन्छ? सकिन्छ। कम्युनिस्ट पार्टीको जन्म त सर्वहारा वर्गको हित गर्न र सर्वहारा वर्गको राज्य सत्ता स्थापना गर्ने उद्देश्यले कम्युनिस्ट पार्टीको स्थापना भएको।
यसको मूल उद्देश्य भनेको किसानहरू मजदुरहरूको हितमा काम गर्नु, त्यसको पक्षमा काम गर्नु, त्यो नै कम्युनिस्ट पार्टीको मुख्य उद्देश्य हो। तर मैले जसको नामले यी ठुला ठुलिने कम्युनिस्ट पार्टी नाम गरेका यी ठुला पार्टीहरूले के गरे त अहिलेसम्म भनेर तपाईँले पटक उनीहरू सरकारमा गएका छन्, प्रतिपक्षी भएर बसेका छन्, कहिले संयुक्त सरकार चलाएका छन्। त उनीहरूले आम गतिविधिमा के गरेको छ? किसानहरूको पक्षमा कति हित गरे? आज देशव्यापी रूपमा सुकुम्बासीहरूको समस्या छ। ती सुकुम्बासीहरूलाई जग्गाको व्यवस्था गर्नु पर्दैन। भूमिहीन किसानहरू छन्, ती भूमिहीन किसानलाई जग्गा जमिन उपलब्ध गराइदिने कम्युनिस्ट पार्टीको सरकारको काम होइन, त्यसको उद्देश्य होइन। तपाईँहरूलाई निश्चित रूपमा चुनावको बेलामा हामीले त्यो काम गरिन्छौँ भनेर भोट मागे होला, तपाईँहरूलाई भोट गर्यो, तर वास्तवमा व्यवहार नगरी उनीहरूले त्यो काम गरेन। त्यस कारणले जुन पार्टीले किसानहरू र मजदुरहरूको हितमा काम गर्दैन, सर्वहाराको हितमा सर्वहाराको राज्य स्थापनाको निम्ति काम गर्दैन, त्यो पार्टी नाम कम्युनिस्ट पार्टी राखे पनि वास्तवमा त्यो कम्युनिस्ट पार्टी होइन। त्यस कारणले हामी तिनै पार्टीहरूसँग विद्रोह गरेर, तिनै पार्टीले कम्युनिस्टका आधारभूत सिद्धान्तहरूमाथि गद्दारी गरेर, त्यसमाथि चाहिँ एउटा विश्वासघात गरेर र कम्युनिस्ट पार्टीलाई बदनाम गराएर कम्युनिस्ट पार्टीको नाममा शोषक वर्गहरूको पक्षमा काम गरे भनेर हामीले तिनीहरूसँग विद्रोह गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थापना गरेका छौँ। हाम्रो उद्देश्य भनेको नेपालमा वास्तवमा किसानहरू मजदुरहरूको राज्य सत्ता स्थापना गर्नु हो। त्यो राज्य सत्ताको स्थापना कुनै भोट हालेर चुनावबाट प्राप्त हुँदैन। त्यो प्राप्त गर्ने कुरा जनताले आम किसानहरू मजदुरहरू सङ्गठित भएर सङ्घर्षबाट मात्रै त्यो खालको चाहिँ राज्य व्यवस्था प्राप्त हुन्छ। हुनुलाई अझ लाग्न सक्छ, किन त्यस प्रकारको जनतासँग जोसँग चाहिँ हतियार छैन, राज्य छैन, सरकारसँग तिनीहरूसँग सेना छ, प्रहरी छ, हामी कसरी राज्य सत्ता स्थापना गर्न सक्छौँ भनेर भन्नुहोला। वास्तवमा त्यो होइन। सरकारसँग सेना प्रहरी जेसुकै भए पनि मूल रूपमा जनता। हिजो राणासँग पनि सेना थियो, हतियार थियो, त्यो राणा शासन समाप्त। राजासँग पनि शाहसँग पनि शाही सेना थियो, शाही प्रहरी थियो, सारा कुरा थियो, तर त्यो सबै चाहिँ नारा नीति दरबार छोडेर निस्किन्छ जनताको ढिला। तपाईँहरूले भर्खरैको हामीले उदाहरणहरू हेऱ्यौँ भने बङ्गलादेश श्रीलङ्कातिरको कुराहरू हेऱ्यौँ भने त्यहाँका जनताले त्यहाँका राष्ट्रपति त्यहाँका प्रधानमन्त्रीहरूलाई देशैबाट छोडेर जान्छ। जनताको अगाडि ती सबै हतियारहरू निकम्मा। जनताको अगाडि जब जनताहरू सचेत हुन्छन्, जब जनताहरू जाग्छन्, जब सब जनताहरू गाउँ गाउँबाट बस्ती बस्तीबाट जब त्यहाँ उठ्छन्, त्यसको अगाडि जतिसुकै सेना जतिसुकै चाहिँ हतियार जेसुकै भए पनि त्यो सबै काम लाग्दैन, त्यो धराशायी हुन्छ र त्यो जनताको मुख्य कुरा जित जनताको हुन्छ। त्यस कारणले आदरणीय जनसमुदाय, हामी यो मञ्चबाट यो जनसम्मान अभियान विस्तारको क्रममा तपाईँहरूलाई विनम्रताका साथ के कुरा चाहन्छु भने यो संसदीय व्यवस्थाभित्रैबाट जनताको समस्या समाधान हुन्छ भनेर भरम पार्न आउने कुनै पार्टी कुनै व्यक्ति र जोसुकैको पनि भ्रममा नपर्नु, तिनको विश्वासमा नपर्नु। तपाईँ हामी सङ्गठित हुनुपर्छ। तपाईँहरू सङ्गठित भएर एउटा निश्चित उद्देश्यका साथ सङ्घर्षमा अगाडि बढ्नुपर्छ र हामीले आफ्नो राज्य सत्ता हामीले कायम गर्नुपर्छ। त्यसमा उनीहरूले के गरिसकेपछि मात्रै हाम्रो समस्या हाम्रो जीवनमा के हुनेछ त भन्दाखेरि एउटा हाम्रा जीवनमा एउटा सुखको दिनहरू आउनेछ, हाम्रा छोराछोरीहरूका भविष्यहरू उज्जवल हुनेछन्। त्यसो भएको हुनाले आदरणीय जनसमुदायलाई म के भन्न चाहन्छु भने सम्पूर्ण जनसमुदायहरू अब गाउँ गाउँबाट हामी उठ्नुपर्नेछ, बस्ती बस्तीबाट हामी उठ्नुपर्नेछ। हामीसँग जे छ त्यो लिएर उठ्नुपर्नेछ। बाजा भएका मान्छेहरू बाजा लिएर उठ्नुपर्छ, केही नभएका मान्छेले आवाजलाई लिएर उठ्नुपर्छ। हामी आवाजै लिएर अगाडि आइरहेका छौँ। सबै आउँ, आवाजले पनि यिनका सत्ता थाल्छ, यिनका हतियारका लडालुले हुन्छन्। त्यसो भएको हुनाले आदरणीय जनसमुदाय, हामी आम जनताहरूको बिचमा
अब यस प्रकारका चाहिँ जुन विभिन्न किसिमको भ्रम सृजना गरेर आफ्नो नाता गोता आफ्ना श्री सम्पत्ति आफूलाई जोगाउने आफ्नै व्यक्तिगत स्वार्थ पुरा गर्ने पार्टी त्यस प्रकारका नेता त्यस प्रकार चाहिँ व्यक्तिहरूको पछि आएर भ्रममा पर्नु होइन। हामी नयाँ ढङ्गले सशक्त भएर हाम्रो चाहिँ यसमा एकता कायम गरेर हामीले सङ्गठन निर्माण गरेर हामी अगाडि बढ्नु जरुरी छ। त्यस कारणले म यो कोनसभामा धेरै कुरा चाहिँ भन्दिनँ। यिनै हाम्रा मुख्य चाहिँ पार्टीको हाम्रो नीति हो। केही कुराहरूलाई जनताको समक्ष पुर्याउनको लागि हामीले देशका विभिन्न भागमा हाम्रा यस्ता धेरै टिम बनेका छन्। हामी ठाउँ ठाउँमा चाहिँ हामीले कार्यक्रमहरू गर्दै हिँडेका छौँ र हाम्रो कार्यक्रमलाई धेरै जनताले साथ दिनुभएको छ, हामीलाई सहयोग गर्नुभएको छ र हामीलाई साथ दिने सहयोग गर्ने र हाम्रो चाहिँ कुराहरू विचारहरू सुनिने सम्पूर्ण सहयोगी जनताहरूप्रति हामीले पार्टीको तर्फबाट धन्यवाद उहाँहरूलाई आभार प्रकट गर्दै पुनः एउटा सङ्गठनमा हुँदैन आम र सामाजिक हुन आम जनसङ्घलाई आह्वान गर्दै मैले फोटोहरू बनाएँ। यही अन्त धन्यवाद लाग्छ।